वेलकम छ मेरो न्यू ब्लगमा गाइज हैन। अनि आज चाहिँ के अरे हाम्रो यो बिहे घरबाट चाहिँ बिदाई हुँदैछ। हामी चाहिँ आज पाहुना एक दिन बसेर आज चाहिँ हामी घर फर्किँदैछौँ हैन। कता हुटमा बस्नुहुन्छ तपाईँ? नि हुटमा त बस्नु अब ड्राइभर पनि चढ्नु लाग्ने हो। लाग्यौँ हामी। अनि त्यो रातो पिकअप त के अरे उता धरानबाट जाने भन्ने कुरा हुँदैछ त। ए गाइस हामी चाहिँ बत्तीचुरे आइपुग्न आँट्यौँ होइन, आइपुगि नै हाल्छौँ। बाटो चाहिँ यस्तो छ है, तपाईँहरूलाई नि आउनु मन छ भने हिम्मत छ भने मात्रै यो बाटो छिराउनु। अब पाहाड तराईमा कुदाउनेहरूले चाहिँ सक्दैन भन्थेन म चाहिँ। यस्तो यस्तो बाटोहरू आइपुग्छ होइन। बाटो चाहिँ एकदम हेभी ड्राइभरहरूको लागि बनेको हो। डर लाग्यो आन्टीलाई। हिँड्दै आउनुहुन्छ? उहाँ चाहिँ धेरै नै डराउनु भयो कि क्या हो जस्तो लाग्यो मलाई होइन। अघि उकालोमा त्वाइँ हानिदिएको थियो नि त होइन। अब त्यस्तो नहाने त चढ्दैन गाडी। यहाँ चाहिँ तपाईँहरूलाई एकछिन बाटो देखाउनु पऱ्यो म। यता चाहिँ होइन यहाँ घुम्ने ठाउँ छ। घुम्ने भन्नाले पनि फोटो खिच्ने ठाउँ। मेन अप्ठ्यारो चाहिँ यहीँ हो होइन। भिरहरू तपाईँहरूलाई हेर्न मन छ भने चाहिँ म देखाइदिन्छु होइन। भिड चाहिँ कस्तो छ भने यस्तो छ क्या, पुरा यो भित्ता हेर न, डरै लाग्दो छ क्या। तर मलाई आज डरै लागेको छैन। दुईवटा एक्सट्रिम बजाएको के हो जोस पो आइरहेछ यार। प्याराग्लाइडिङ पो गरिदिउँ कि क्या हो, जोस पो आयो त हो अरे कि। तिरपाल लिएर प्याराग्लाइडिङ हान्दिउँ क्या। यो डाँडामा उत्रिनेहरू पनि छ क्या। तल मुर्चुङ्गीकै मान्छेहरू पिकअपमा आउँदैछ अरू होइन। अनि त्यो पिकअप पनि सँगै यहाँ यसो बस्ने अरे भन्ने कुरा भएको थियो, फोटोहरू खिच्ने अरे भन्ने। यहीँनिर आउँदा मेरो खुट्टा कामी रहेछ राइट। देख्न सक्नुहुन्छ यो चाहिँ पुरै भिर छ। यो भिरमा पुरै बाख्राहरू कुद्छ क्या। हाम्रो अघिको त्यो माथि बिहे घरमा छुटेको पिकअप आउँदैछ क्या, रातो पिकअप गयो पिकअपहरू। यस्तो छ क्या गाइस। गाइस म चाहिँ यता आन्टीलाई पुऱ्याएर घर फर्किँदैछु। आन्टी भन्नाले बुहारी होइन, बुहारी पर्नुहुन्छ साइनोमा चाहिँ। आन्टीलाई पुऱ्याएर म चाहिँ घर जाँदैछु होइन। एक्लै हो गाइस, एक्लै। अहिले त लास्ट यतै थियो आन्टीको घर चाहिँ होइन। यता लेटाङ देख्यो अलिक यता माथि, त्यहाँ पुऱ्याइराखेर म चाहिँ अब घरतर्फ लाग्दैछु एक्लै। दुईपट्टि झोला झुन्डाएर, झोला भन्नाले बोरामा आलुहरू दिइ पठाउनु भएको छ होइन। अनि यताउता दिएर पठाउनु भएको छ। अब जाँदैछु म चाहिँ के अरे घरबाट कतिखेर आउँछ भनेर पुरा फोन हानिरहेको थियो नि दाइले होइन। आउँदैछु आउँछु ल ल। अब बिहे खाना नि त्यत्रो माथि पुग्यो, जेहोस् रमाइलो भयो होइन। बजार आइयो है, बेलबारी बजार। बस्दा बस्दा थाकिसक्यो हौ जिउ पनि यार। जिउ नै दुखिसक्यो मेरो त। अरूभन्दा धेरै चेप्टो भइसक्यो चाक होइन। आज बजार हो ए, आज त सोमबार भयो साथै। बेलुका बजार